ल फेरि नमस्कार सबैजनालाई। हामीले अहिलेसम्म पढिसकेछौँ। पार्ट 1 मा त हामीले धेरै कुरा डिस्कस गरिसकेछौँ। अब हामी पार्ट 2 मा चाहिँ ड्रगले कसरी बाइन्ड गर्छ भनेर त्यो पढ्न गइरहेको छौँ। पार्ट 1 मा पढाउँदा फेरि मैले एउटा कुरा के बिर्सेँ भनेपछि नि, यहाँ हाम्रो के हुन्छ भने इन्टरल्युकिन 1 हुन्छ के। यहाँ के हुन्छ भनेपछि इन्टरल्युकिन 1 हुन्छ। यसको काम के हुन्छ भने नि, यो के गर्छ भनेपछि टी सेललाई के गर्छ, एक्टिभेट गर्छ। बुझ्नुभयो? यो इन्टरल्युकिन 1 ले के गर्छ भनेपछि म्याक्रोफेजले इन्टरल्युकिन 1 रिलिज गर्छ। यो टी सेलले चाहिँ के गर्छ, यो इन्टरल्युकिन 1 ले चाहिँ के गर्छ, टी सेललाई एक्टिभेट गर्छ। यति बुझ्नु है त। अब हामी जाउँ ड्रगमा। यो पनि हामीले पढिसकेछौँ पार्ट 1 मा है। पार्ट 1 हेरेर मात्र पार्ट 2 मा आउनु होला, नत्र अलिकति बुझ्नलाई गाह्रो हुन्छ। यो चाहिँ धेरै सजिलो तरिकाले पढाएको छु है। यसमा चाहिँ हामीले हाम्रो सिलेबस अनुसार हाम्रो मनमोहन टेक्निकल युनिभर्सिटी 5th सेमेस्टरको सिलेबस भन्दा बढी नै दिएको छ ड्रगहरू। यो सबैको ड्रग हामीले डिस्कस गर्नेवाला छौँ र त्यही अनुसार हाम्रो हेर्नु होला कोलाई कुन कुन युजफुल हुन्छ। हाम्रो यहाँ ड्रग छ क्याल्सिन्युरिन इन्हिबिटर्स है, साइक्लोस्पोरिन एन्ड ट्र्याकोलिमस पर्छ यसमा चाहिँ। त्यसै गरी यो ड्रगहरू हेरिराख्नु न होइन, त्यो ड्रगहरू त डिस्कस नगर्नु पर्ला, तपाईँहरूले बुझि नै हाल्नुहुन्छ। यो सब ड्रगहरू छ हाम्रो है। यो ड्रगहरू चाहिँ हामी यहाँ डिस्कस गर्न गइरहेको छौँ। हुन्छ, यो ड्रगलाई चाहिँ मैले यसरी निकालिदिएँ। ल अब हामी फर्स्टबाट जाउँ। अब हामी के पर्छ भनेपछि क्याल्सिन्युरिन इन्हिबिटर्स। क्याल्सिन्युरिन इन्हिबिटर्स भन्ने बित्तिकै हाम्रो यहाँ हेर्नुहोस्, यहाँ हाम्रो क्याल्सिन्युरिन कहाँ युज भएको छ। यहाँ क्याल्सिन्युरिनको काम के थियो, एनएफएटी PO4 लाई के गर्थ्यो, एनएफएटी डिफोस्फोराइलेसन गरेर यहाँ गर्थ्यो, जसको कारणले जिनको एक्सप्रेसन हुन्थ्यो र इन्टरल्युकिन्सहरू बन्थ्यो, ट्रान्सक्रिप्सन ट्रान्सलेसन हुन्थ्यो, इन्टरल्युकिन बन्थ्यो, हो कि होइन। यदि मैले यो बन्नै दिएन भने के हुन्छ भन्नुहोस् त। यो बन्न दिएन भने यो हुन पाए त, पाएन नि त। त्यसैले हामीले के गर्छौँ भनेपछि क्याल्सिन्युरिन इन्हिबिटर्स हाल्छौँ। यसमा के हुन्छ, दुईवटा छ, एउटा छ साइक्लोस्पोरिन, एउटा छ ट्र्याकोलिमस हुन्छ। अब साइक्लोस्पोरिन के गर्छ भनेपछि अलिकति साइक्लोस्पोरिनको बारेमा पढौँ हामी। साइक्लोस्पोरिनले केसँग कम्प्लेक्स बनाउँछ भनेपछि साइक्लोफिलिनसँग के, साइक्लोफिलिनसँग के गराउँछ भनेपछि कम्प्लेक्स बनाउँछ। यो कम्प्लेक्स बनाएर चाहिँ के गर्छ भनेपछि यसले चाहिँ के गर्छ भने यो कम्प्लेक्सले चाहिँ इन्हिबिट क्याल्सिन्युरिन रिलिज। बुझ्नु भइरह होला हजुरहरूले है। यहाँ हेर्नुहोस् है, साइक्लोस्पोरिनले के गर्छ भनेपछि साइक्लोफिलिनसँग कम्प्लेक्स बनाउँछ। त यो कम्प्लेक्सले चाहिँ के गर्छ भनेपछि क्याल्सिन्युरिनको रिलिजलाई इन्हिबिट गर्छ या डिक्रिज गर्छ, तपाईँ जे पनि भन्न सक्नुहुन्छ। त्यसरी नै ट्र्याकोलिमसले के गर्छ भनेपछि ट्याक्रोलिमसले के गर्छ भनेपछि केसँग बाइन्ड गर्छ, एफकेबिपीसँग बाइन्ड गर्छ, कम्प्लेक्स बनाउँछ अनि सेम मेकानिजम एक्सन, इन्हिबिट क्याल्सिन्युरिन रिलिज। बुझ्नुभयो? दुवैको मेकानिजम एउटै जस्तो छ है। अब हेर्नुहोस् है, एमटोर इन्हिबिटरमा हाम्रो हेर्नुहोस्, एमटोर इन्हिबिटरमा के छ, हाम्रो सिरोलिमस छ। सिरोलिमसमा हाम्रो के छ भनेपछि सिरोलिमस, यहाँ हेर्नुहोस् है, सिरोलिमस हाम्रो कहाँ छ, सिरोलिमस यो हो कि होइन, एमटोर इन्हिबिटर। अब हेर्नुहोस् है, एमटोरको के हुन्छ, एक्टिभेसन भएपछि हाम्रो के थियो, एमटोरको एक्टिभेसन भएपछि इन्क्रिज
इन्टरल्युकिन इन्टरल्युकिनको प्रोडक्सन हाई भएको थियो, टी सेलको प्रोलिफरेसन भएको थियो हो कि होइन। यदि एमटोर इनिबिटर भनेको एमटोर इनिबिटर सिरोलिमसले के गर्छ भनेपछि यसलाई नै इनिबिट गर्छ क्या, मतलब यसलाई एक्टिभेट हुन पनि दिएन अनि यसको रिलिजलाई कम गराइदियो। यसको रिलिजलाई यदि हामीले कम गराउन सक्यौँ भने के हुन्छ भन्नुहोस् त, यसको रिलिजलाई कम गरायो भने सिधै के हुन्छ भनेपछि यसले यो फङ्सन देखाउन सक्दैन अनि हाम्रो इम्युनिटी के हुन्छ, स्ट्रङ हुन्छ। हाम्रो इम्युनिटी के भइदिन्छ, सप्रेस भइदिन्छ है। त यहाँ म के लेख्न पाएँ, सिरोलिमस। हाम्रो अर्को अघिको का थियो, यहाँ थियो होइन, क्याल्सिन्युरिन। क्याल्सिन्युरिन युरोमिटरमा के चाहियो हाम्रो, तपाईँले यसरी क्याल्सिन्युरिन लेख्न सक्नुभयो क्या। यसमा हाम्रो CALCINURIN क्याल्सिन्युरिन इनिबिटर यसरी याद भइहाल्छ चाँडै। यहाँ हाम्रो क्याल्सिन्युरिन इनिबिटर दिन्छौँ भनेपछि एमटरमा हाम्रो के दिन्छौँ, सिरोलिमस दिन्छौँ भनेर एमटर इनिबिटर दिन सक्छौँ भने यहाँ सिरोलिमसको ठाउँमा एमटर इनिबिटर लेख्न पाउनुभयो। त हेरेर थाहा भइहाल्छ कि तपाईँले, चाँडो याद भइहाल्छ है। अब एन्टिप्रोलिफरेटिभ ड्रगमा के हुन्छ भनेपछि धेरै छ यसको होइन, एन्टिप्रोलिफरेटिभको ड्रगको धेरै छ। अब हामी एउटा गर्दै पढ्छौँ है। अब हामीले के गर्छ, एजोथाइप्रिनमा के हुन्छ भनेपछि एजोथाइप्रिनको यहाँ चाहिँ कन्डिसन है। एजोथाइप्रिनको के हुन्छ भने यहाँ हाम्रो के हुन्छ, डिएनएको रेप्लिकेसन भएको थियो कि डिएनए रेप्लिकेसन हुन्छ, ट्रान्सक्रिप्सन हुन्छ अनि ट्रान्सलेसन हुन्छ हो कि होइन। त्यसरी नै के हुन्छ, एजोथाइप्रिन के गरिदिन्छ भनेपछि नि यो प्युरिन बेस हुन्छ। प्युरिन एन्ड पाइरिमिडिनहरूलाई थाहा नै छ, प्युरिन पाइरिमिडिन पाइरिमिडिन हो कि होइन। प्युरिनमा के पर्छ, एडिनाइन, गुवानिन अनि यसमा के हुन्छ, थाइमिन एन्ड साइटोसिन हो कि होइन। अब हेर्नु यो प्युरिन बेस जुन छ नि यसमा के हुन्छ भनेपछि एजोथाइप्रिन चाहिँ के गरिदिन्छ भनेपछि प्युरिन बेसमा गएर बाइन्ड भइदिन्छ, मतलब एजीमा गएर के हुन्छ, बाइन्ड भइदिन्छ प्युरिन बेस। यो के हुन्छ, एजोथाइप्रिन एजोथाइप्रिन हुन्छ। एजोथाइप्रिन के गरिदिन्छ, प्युरिन बेसमा गएर बाइन्ड भइदिन्छ, जसको कारणले गर्दाखेरि के हुन्छ, अब यो रेप्लिकेसन भन्छ, रेप्लिकेसन हुँदाखेरि के हुन्छ, डिएनएको रेप्लिकेसन भयो। अब यो प्युरिन भएपछि त जुन हाम्रो डिएनए नयाँ डिएनए बन्छ त्यो राम्रो फङ्सन हुन्छ त, त्यसले फङ्सन गर्न पाउँदैन। त्यसले फङ्सन गर्न पाएन भनेपछि रेप्लिकेसन पनि हुँदैन। रेप्लिकेसन नभएपछि के हुन्छ, ट्रान्सक्रिप्सन र ट्रान्सलेसन पनि इनिबिट हुन्छ हो। अब हेर्नुहोस् त, ट्रान्सक्रिप्सन र ट्रान्सलेसन इनिबिट भएपछि के हुन्छ, ट्रान्सक्रिप्सन ट्रान्सलेसन इनिबिट भयो भने यो हाम्रो इन्टरल्युकिन्सहरू प्रोड्युस हुन सकेन, जसको कारणले के हुन्छ, यहाँ गएर बाइन्ड हुन्छ र एमटर एक्टिभेट हुन्थ्यो। तर अब एक्टिभेट हुन पाएन नि त, बुझ्नु भइरहेछ कुरा, मजाले बुझ्नुहोस् है। ल अब हाम्रो अर्को ड्रग के छ, मेथोट्रिजेटको लागि हाम्रो के छ भनेपछि मेथोट्रिजेट हाम्रो के थियो, यहाँ हेर्नुहोस् है। यो प्रोसेस तपाईँलाई यो प्रोसेस हजुरलाई याद हुनुपर्ने छ। हामीले के भन्छ, फोलेटबाट कसरी हामीले थाइमिन बनाएको छौँ, तपाईँले फर्स्ट लेक्चरमा हेरिसक्नु भएको छ। थाइमिन के हो भन्नुहोस् त, यहाँ थाइमिन चाहियो कि चाहिएन, डिएनएको प्रोलिफिकेसन हुँदा, डिएनए बन्न रेप्लिकेसन हुनको लागि, र यदि हामीले ट्रान्सक्रिप्सनको लागि पनि चाहियो हो कि होइन। तर यदि थाइमिनको रिलिजलाई कम गराइदियो भने यो बन्न सक्यो त, बन्न सकेन, डिएनएको रेप्लिकेसन हुन पाएन, ट्रान्सलेसन हुन पाएन, I2 को प्रोडक्सन हुन पाएन हो कि होइन। त हामीले के गर्छौँ भनेपछि मेथोट्रिजेट भनेको के हो, डाइहाइड्रोफोलेट रिडक्टेज हो कि होइन। मेथोट्रिजेट जसले यो जसले फर्स्ट लेक्चर हेर्नु भएको छैन त्यो हेरेर आउनुहोस् अनि मात्र यो बुझ्नुहुन्छ है। मेथोट्रिजेटले के गर्छ भनेपछि यसलाई इनिबिट गरिदिन्छ। यसलाई इनिबिट गरेपछि थाइमिन बन्दैन, थाइमिन बनेन भने के हुन्छ, यो हाम्रो डिएनए रेप्लिकेसन, ट्रान्सक्रिप्सन, ट्रान्सलेसन इनिबिट भइदिन्छ है। मेथोट्रिजेट पनि हाम्रो भयो। साइक्लोफस्फामाइड हाम्रो के हुन्छ भनेपछि साइक्लोफस्फामाइड यो हाम्रो यहाँ लेखिदिएको छु। साइक्लोफस्फामाइड हाम्रो के हुन्छ भनेपछि यो एउटा अल्काइनेटिङ हो, जो हाम्रो लिभरमा जान्छ। लिभरमा के हुन्छ भनेपछि लिभरमा के हुन्छ, गएर के हुन्छ, यो प्रोड्रगमा आफ्नो एक्टिभ फर्ममा कन्भर्ट हुन्छ, अल्काइनेटिङ एजेन्टमा कन्भर्ट हुन्छ। यो साइक्लोफस्फामाइडले के गर्छ भने अल्काइलेटिङ एजेन्टमा कन्भर्ट हुन्छ र यसले के गर्छ भनेपछि मेनली गुवानिनमा एक्ट गर्छ, जसले गर्दाखेरि के हुन्छ भनेपछि हाम्रो ट्रान्सक्रिप्सन ट्रान्सलेसनमा इनिबिट भइरहेको हुन्छ है त।
डिएनए रेप्लिकेसन ट्रान्सक्रिप्सन ट्रान्सलेसन इनहिबिट हुन्छ, जसको कारणले गर्दा I2 को प्रोडक्सन हुँदैन। I2 को प्रोडक्सन हुँदैन भने एमटर को रिलिज हुँदैन, जसले गर्दा हाम्रो एमटर को एक्टिभेसन हुँदैन अनि हाम्रो इम्युन सप्रेस हुन्छ। यही सब हो, अरू केही पनि छैन। साइक्लोफोस्फामाइड भयो अनि माइक्रोफिनोलेट मोफेटिलमा के हुन्छ भनेपछि यहाँ हेर्नुहोस्, मैले यहाँ के सिकाएको थिएँ भनेपछि सिन्थेसिस अफ ग्वानिनको सिन्थेसिसमा मैले के देखाएको थिएँ भनेपछि इनोसिन मोनोफस्फेटबाट के हुन्छ, ज्यान्थिन मोनोफस्फेटबाट गुआनिन मोनोफस्फेट बनिरहेको थियो, हो कि होइन। गुआनिन मोनोफस्फेटबाट गुआनिन बन्छ। गुआनिन के गर्छ, यहाँ गएर डिएनए रेप्लिकेसनमा हेल्प गर्ने हो। तर यो सब के को प्रेजेन्समा थियो, ज्यान्थिन मोनोफस्फेट डिहाइड्रोजिनेजको प्रेजेन्समा यो सब भइरहेको थियो। यदि मैले यसैलाई इनिबिट गरिदिएँ भने यसैको रिलिजलाई कम गरिदिएँ भने यो गुआनिन बन्न पायो त, गुआनिन बन्न पाएन भने डिएनए रेप्लिकेसन हुँदैन। सबमा एउटै प्रकारको छ। तपाईँले मजाले फर्स्ट भिडियो हेरेर आउनुभयो भने होइन, मजाले बुझ्नुहुन्छ है। त्यसैले यहाँ के हुन्छ, माइक्रोफिनोलेट मोफेटिल कहाँ एड गर्छ, ज्यान्थिन मोनोफस्फेट डिहाइड्रोजिनेज। यति याद गर्नुभयो भने तपाईँलाई याद भइहाल्छ है त। अब हाम्रो कुन ड्रग बाँकी छ, कर्टिकोस्टेरोइड प्रेडनिसोलोन। कर्टिकोस्टेरोइड प्रेडनिसोलोनमा के छ भनेपछि अब हेर्नुहोस् है, कर्टिकोस्टेरोइड प्रेडनिसोलोनको के काम छ हाम्रो, हेर्नुहोस् त। यो के गरिरहेको थियो, डिफस्फोराइलेसन भएर यहाँ हेर्नु त एनएफएटीमा काम गरिरहेको थियो। एनएफएटीले के गरिरहेको थियो, जिनमा गएर एक्सप्रेस गर्ने काम गरिरहेको थियो। तर यदि मैले यसैलाई इनिबिट गरिदिएँ भने यो एक्सप्रेस हुन पायो त, एक्सप्रेस हुन पाएन, जसको कारणले डिएनए रेप्लिकेसन ट्रान्सलेसन हुन पाएन, जसको कारणले के हुन्छ, यो भन्नुहोस् त, इन्फ्लामेटरी मेडिएटर्सहरू रिलिज हुन पाएन, जसको कारणले यो सब सप्रेस भइदिन्छ। त्यसैले यसको लागि कुन ड्रग दिन्छौँ हामीले, प्रेडनिसोलोन, कर्टिकोस्टेरोइड्सहरू दिन्छौँ। हेर्नुहोस् है, कर्टिकोस्टेरोइड्सहरू दिन्छौँ। बुझ्नुभयो। अब हाम्रो के छ, N1 रिसेप्टर एन्टागोनिस्ट। मैले सुरुमा के भन्न बिर्सेको थिएँ भनेपछि, सुरुमा अघिको फर्स्टैमा ल्याक्सनमा यसको फर्स्टमै भनेको थिएँ, इन्टरल्युकिन 1ले के गर्छ भनेपछि यसलाई एक्टिभेट गर्छ कि टी सेललाई। माइक्रोफेजले रिलिज गर्छ इन्टरल्युकिन 1, जसले के गर्छ भनेपछि टी सेललाई एक्टिभेट गर्छ। ठिक छ। अब हामीले के गर्छौँ भनेपछि, यदि यसलाई के गर्छौँ भनेपछि यसको रिलिजलाई बन्द गराइदिउँ भनेपछि एन्टागोनिस्ट, मतलब यसको एन्टागोनिस्ट दियौँ भने यसले चिन्छ त, चिन्दैन, अभियसली चिन्दैन। त हामीले के गर्छौँ भनेपछि यसको एन्टागोनिस्ट दिइदिन्छौँ, जसको कारणले यसलाई एक्टिभेट गर्न पाउँदैन। हेर्नुहोस् है, यहाँ यसलाई टी सेललाई एक्टिभेट हुनको लागि सबै हुनु पऱ्यो, एकैचोटिमा सबै कुरा, यो पनि हुनु पऱ्यो, बाइन्ड हुनु पऱ्यो, यो पनि हेर्नु, यसलाई यसरी बाइन्ड हुनु पऱ्यो, माइक्रोफेजले यसलाई चिन्नु पऱ्यो, कोस्टिमुलेटरीले रिसेप्टरसँग बाइन्ड हुनु पऱ्यो र यसलाई एक्टिभेट गर्नु पऱ्यो। यिनीहरू सबै मेकानिजम एकैचोटि भयो भने के हुन्छ भनेपछि अनि मात्र यो एक्टिभेट हुन्छ र आफ्नो यो सबै प्रोसेस हुन्छ है। यिनीहरूबाट कुनै पनि एउटा प्रोसेस बन्द भयो भने हुन सक्दैन। र हामीले के दिन्छौँ, यसको एन्टागोनिस्ट दिइदिन्छौँ। यसको एन्टागोनिस्ट के हो, एनाकिन्द्रा। यसको रिसेप्टरको एन्टागोनिस्ट एनाकिन्द्रा यहाँ हुन्छ नि त। यसको रिसेप्टर रिलिज गर्छ भने यहाँ हुनु पऱ्यो। यसको रिसेप्टरलाई बन्द गराइदिउँ भने के हुन्छ भनेपछि यसले जसरी पनि इन्टरल्युकिन 1ले यसलाई एक्टिभेट गर्छ, यसको रिसेप्टरै बन्द गराइदिउँ भने के हुन्छ भन त, अभियसली एक्टिभेट हुँदैन। त यसको लागि के दिन्छौँ हामीले, एनाकिन्द्रा दिन्छौँ। ठिक छ, एनाकिन्द्रा दिन्छौँ, हुन्छ। अब हाम्रो इन्टरल्युकिन 2 रिसेप्टर एन्टागोनिस्ट, यसको लागि के दिन्छौँ भनेपछि अब हामीलाई थाहा छ, हामीलाई के थाहा छ भनेपछि इन्टरल्युकिन 2ले के गर्थ्यो, यसमा बाइन्ड गर्थ्यो इन्टरल्युकिन रिसेप्टरमा बाइन्ड गरेपछि के हुन्थ्यो भन्नुहोस् त, यो रिसेप्टरले के गर्थ्यो भने एमटरको एक्टिभेसन गराउँथ्यो। एमटरको एक्टिभेसन भएपछि यो हुन्छ। त यसको रिसेप्टरको एन्टागोनिस्ट हामीले दियौँ भने, यो रिसेप्टरको एन्टागोनिस्ट दियौँ भने, यसको एन्टागोनिस्ट दियौँ भने यो बाइन्ड हुन पायो त, बाइन्ड हुन पाएन, जसको कारणले गर्दाखेरि एमटरको एक्टिभेसन हुन पाएन। एमटरको एक्टिभेसन भयो भने इन्टरल्युकिनको प्रोडक्सन हुँदैन र टी सेलको प्रोलिफिकेसन हुँदैन, जसले कारणले गर्दाखेरि के हुन्छ, हाम्रो के हुन्छ, इम्युनिटी सप्रेस भएर जान्छ, भयो। अब म्युरोमोनाप CD3मा हाम्रो के हुन्छ भनेपछि, एकैछिन है, मैले हल्का अब हेर्नु है,
म्युरोमोनाब CD3 यो म्युरोमोनाब हाम्रो यहाँ के छ CD3 छ कि छैन यहाँ हेर्नुहोस् त यो CD3 छ यो CD3 मा मैले के भने म्याक्रोफेजले यसलाई आएर रिकग्नाइज गर्छ कि यो हो कि होइन भनेर चिन्न खोज्छ अब म्युरोमोनाब CD3 के गर्छ भनेपछि यसमा आएर बाइन्ड भइदिन्छ यसमा आएर बाइन्ड भएपछि त यसलाई चिन्दैन नि त यसले भन्छ कि सुरुमा के थियो यो थिएन यो म्युरोमोनाब थिएन त यसले के गर्छ रिकग्नाइज गर्छ ल यही हो है टी सेल भनेर तर अहिले त म्याक्रोफेजले के अहिले म्युरोमोनाब आएर यहाँ बाइन्ड भएपछि के हुन्छ यो बाइन्ड भएपछि यसले त चिन्दैन नि त यसले भन्छ त यो टी सेल होइन है भन्छ टी सेल होइन भनेपछि के हुन्छ भनेपछि टी सेलको एक्टिभेसन हुँदैन त के हुन्छ भने म्युरोमोनाब यहाँ आएर एक्टिभ म्युरोमोनाब CD3 के गर्छ यहाँ आएर बाइन्ड हुन्छ जसको कारणले गर्दा टी सेलको एक्टिभेसन हुँदैन ल है त यसले मतलब यो म्याक्रोफेजले यसलाई रिकग्नाइजै गर्न दिँदैन क्या यसले चिन्दैन यो टी सेल हो कि होइन भनेर चिन्नै सक्दैन हैन यसको कारणले चिन्न सक्दैन जसको कारणले के हुन्छ यस म्याक्रोफेजले यसलाई चिन्न सक्दैन क्या म्याक्रोफेजले यसलाई यो यहाँ बाइन्ड भएको छ नि त बाइन्ड भएको कारणले म्युरोमोनाब यहाँ आएर बाइन्ड भइदिन्छ जसको कारणले गर्दाखेरि के हुन्छ भनेपछि म्याक्रोफेजले यसलाई चिन्न सक्दैन जसको कारणले गर्दाखेरि यो टी सेल एक्टिभेट हुँदैन एक्टिभेट भएन भने यो सब प्रोसेसहरू बन्द भइदिन्छ ठीक छ र यति नै थियो हाम्रो ड्रगहरू है यसमा धेरै केही पनि छैन तपाईले यो सुरुको फर्स्ट लेक्चर एकदम हेर्नु होला फर्स्ट लेक्चर हेरेर मात्र यहाँ आउनु सेकेन्ड लेक्चरमा अनि मज्जाले बुझ्नुहुन्छ हस् त धन्यवाद कुनै सजेसनहरू छ भने भन्नु होला आजको लागि यति नै हाम्रो इम्युन सप्रेसन्स एन्ड स्टिमुलेन्टको बाँकी छ स्टिमुलेन्टको लागि म हल्का यो अलिकति लम्बियो भिडियो हल्का ल्याउँछु है त